बाटो प्रवेश गर्दैछौँ है बाटो यताबाट हिँड्दैछौँ प्रवेश स्काई टावर के ठाउँ भन्छ कमलादी नजिक स्काई टावर भन्नेमा आएको टिकट 1000 रुपियाँ हुन्थ्यो तर हामी चाहिँ टिकट काटेर होइन यो होलीको एउटा स्पोन्सर थियो त्यसबाट ल हाम्रो यो टिकटमा के समस्या भयो भनेर यहाँ लिफ्टलाई एकछिन रोक्दै हुनुहुन्छ हाम्रो यताको टिकटको हाम्रो म्याडमले टिकट काउन्टरको अब के समस्या हो एकचोटि यहाँबाट चाहिँ हामी हिँडेर गएको छौँ हाम्रो अब सरको आजको एकदमै दामी एक्सपिरियन्स हाम्रो डर्बर टिडी सरसँग भएको छ र मलाई लाग्छ स्काई टावर वान अफ द बेस्ट डेस्टिनेसन टु भ्यू द काठमाडौँ भ्याली इट्स भेरी वन्डरफुल ल्यान्डमार्क अब माथि आइपुग्नै लाग्यो फर्स्टचोटिको अनुभव हो यहाँ के लिनु पर्दो रहेछ यो चाहिँ कभर है सुज कभर हो दुईटै छ दिदी यहाँनिर ओके ल एकचोटि म सर स्काई टावर स्काई के छ है यहाँ सिसाकोबाट फसिन्छ कि भन्ने डर चाहिँ लाग्दो रहेछ जस्तो झ्याममै जान नसकिँदो रहेछ मुटु चाहिँ काम्दो रहेछ हल्का हल्का मुटु चाहिँ काम्दो रहेछ यो तल यहाँबाट देखिन्छ नि त जस्तो म यसरी टेक्न खोज्छु टेक्दा चाहिँ तल झर्छ कि जस्तो लाग्दो रहेछ कि त्यो एकदम मनको डर I'll make it feel like a vacation, turn the bed into an ocean. We don't need nobody, I just need your body. Nothing but sheets in between us, ain't no getting off our Sky Tower ma यो तलपट्टि हुन्छ नि यो सिसा राखा हुन्छ कि यो सिसा राखेकोबाट फसिन्छ जस्तो लाग्दो रहेछ त्यस्तो लाग्दो रहेछ तर एकदम मुटु चाहिँ लाग्ने चाहिँ फसिन्छ तर मुटु चाहिँ एकदम काम्दो रहेछ कि अब हामी जस्तो केटालाई त एउटा काठमाडौँको भ्यू चाहिँ खतरा देखिँदो रहेछ क्या है यहाँ अब यता टाढा पुरै काठमाडौँ भनेको यो गीत मरे जस्तो लाग्यो मलाई अब चाहिँ हामी लागौँ डरै लाग्ने छैन त हाम्रोमा स्काई टावर र हामी माथि आकाशमा माथि गएको थियौँ जति माथि गए पनि आउनुपर्ने चाहिँ तल जमिनमै रहेछ होइन जिन्दगीको लाइफमा होस् जेमा होस् माथि उचाइमै पुगेका थियौँ तर झऱ्यौँ सर तलै झऱ्यौँ ओके